नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ दुर्घटनाको प्रसङ्गबाट। धनुषामा विङ्गर र मोटरसाइकल एक आपसमा ठोकिँदा एकजनाको मृत्यु भएको छ भने अन्य एकजना गम्भीर घाइते भएका छन्। धनुषाको धनुषाधाम नगरपालिका वडा 9 विमान धारापानी स्थित विङ्गर र मोटरसाइकल एक आपसमा ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। पूर्वबाट पश्चिम जाँदै गरेको ना 1 ज 8661 नम्बरको विङ्गरले ना 51 प 1067 नम्बरको अपाचे मोटरसाइकललाई टक्कर दिँदा मोटरसाइकलमा सवार चालक सहित 2 जना गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याए पनि उपचारको क्रममा 1 जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा धनुषाधाम नगरपालिका वडा 6 15 वर्षीय अमन दास रहेका छन्। मोटरसाइकलमा पछाडि सवार दासको मृत्यु भएको जनाइएको छ भने मोटरसाइकल चलाइरहेको नेपाली सेनाका हवाई सुरक्षा शिक्षालय बालटोल ब्यारेकका हवलदार श्याम किशोर प्रसाद कुशवाहाको उपचार अञ्चल अस्पतालमा भइरहेको छ। यता विङ्गर चालक र विङ्गर प्रहरीको जिम्मामा राखिएको छ। सर्लाहीको विष्णु गाउँपालिकामा रड प्रहारबाट 1 जनाको मृत्यु भएको छ। लुडो खेल्ने विषयमा विवाद भई रड हानाहान हुँदा विष्णु गाउँपालिका 2 पकडीगोठमा 30 वर्षीय बिकाउ शाहको मृत्यु भएको सर्लाही प्रहरीका प्रमुख एसपी गोपाल चन्द्र भट्टराईले जानकारी दिए। रड प्रहारबाट गम्भीर घाइते भएका शाहको उपचारका क्रममा शुक्रबार साँझ वीरगञ्जमा मृत्यु भएको हो। बिहीबार राति लुडो खेल्दै गर्दा विवाद भएपछि बिकाउ र सोही ठाउँका सन्तोष झाबीच रड हानाहान भएको थियो। घटनामा सामान्य घाइते भएका 30 वर्षका सन्तोष झाको जिल्ला अस्पताल मलङ्गवामा प्रहरी निगरानीमा उपचार भइरहेको एसपी भट्टराईले बताए। मृतकका परिवारले सन्तोष र उनका परिवारका अन्य सदस्य समेत मिलेर बिकाउमाथि रड प्रहार गरेका बताएका छन्। धनुषामा चितुवाको छालासहित 3 जनालाई प्रहरीले पक्राउ गरेको छ। धनुषाको धनौजी गाउँपालिका स्थित गोरदाहामा सशस्त्र प्रहरीले चेक जाँच गर्दा मोटरसाइकलमा सवार 3 जनालाई चितुवाको छालासहित पक्राउ गरेको हो। पाते चितुवाको शरीरको भाग 5 फिट र पुच्छर 7.5 फिट तथा लम्बाइ 4.45 फिट चौडाइ भएको पाते चितुवाको 1 थान छाला, यामाहा कम्पनीको एफजेड मोटरसाइकल 1 थान, 13,455 रुपैयाँ, सुनको औँठी 1 थान, मोबाइल 2 थान बरामद भएको सशस्त्र प्रहरी बल धनुषाका सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए। र आज चाहिँ हामीले यो बेलुका साँझ 6 बजेतिर यो धनौजी गाउँपालिका वार्ड नम्बर 2 गोरदा भन्ने स्थानमा चाहिँ फेला पार्न सफल भएको हौँ। यसमा हामीले 3 जना व्यक्ति पक्राउ गरेका छ। अहिले त्यसमा एउटा बाइक पनि छ, नगद छ र 2टा मोबाइल पनि पक्राउ परेको छ र उनीहरूको 7 व्यक्ति पक्राउ परेका छन्। र अहिले हामीले उहाँहरूलाई प्रारम्भिक अनुसन्धान गरिरहेका छौँ र प्रारम्भिक अनुसन्धानमा पक्राउ पर्नेमा धनुषाको छिरेश्वरनाथ नगरपालिका वडा 5 बस्ने 28 वर्षीय सुनिल ढुङ्गेल, 39 वर्षीय शिवकुमार महतो र धनुषाको धनौजी गाउँपालिका वडा 4 बस्ने 36 वर्षीय जयराम मण्डल रहेको प्रहरी उपरीक्षक उप्रेतीले बताए। भारतले सार्वजनिक गरेको नक्सा तथा अतिक्रमित नेपाली भूमिबारे छलफल गर्न आज शनिबार प्रधानमन्त्रीले सर्वपक्षीय बैठक आह्वान गरेका छन्। कालापानी, लिपुलेक र लिम्पुयाधारा क्षेत्रको सीमा विवादका विषयमा समान धारणा बनाउन सर्वपक्षीय बैठक आह्वान गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। भारतले नेपाली भूभाग कालापानी, लिम्पुयाधारा र लिपुलेक आफ्नो नक्सामा राखेको विषयलाई देशभर विरोध प्रदर्शन सुरु भएपछि प्रधानमन्त्री ओलीले सर्वपक्षीय बैठक बोलाएका हुन्। सरकारले यसअघि नै विज्ञप्ति निकालेर एकपक्षीय नक्सा मान्य नहुने बताइसकेको छ। भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि समेटेको विषयमा छलफल गर्न प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ। भारतले सार्वजनिक गरेको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पुयाधुरा उसको भूभागमा समेटेको भन्ने सम्बन्धमा छलफल गर्न समितिले प्रधानमन्त्री ओलीलाई बोलाएको हो। समितिको बैठक सोमबार बस्नेछ। बैठकमा कालापानीका विषयमा सरकारको धारणा लिन प्रधानमन्त्रीलाई बोलाइएको हो। त्यस्तै प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि कालापानीका विषयमा उठेका प्रश्नबारे छलफल गर्न सोही दिन बस्ने बैठकमा परराष्ट्र मन्त्री प्रदीप गेवालीलाई आमन्त्रण गरेको समितिको सचिव सूरज कुमार दुराले जानकारी दिए। भारत सरकारले हालै प्रकाशन गरेको नयाँ राजनीतिक नक्सालाई लिएर नेपालको कालापानी क्षेत्र सम्बन्धमा प्रकाशित विभिन्न समाचार एवं टिप्पणीप्रति नेपाल सरकारको ध्यानकर्षण भएको बुधबार नै स्पष्ट गरेको थियो। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले संघीय संसद अधिवेशन आह्वानसँगै उपसभामुखलाई राजीनामा गराउने तयारी थालेको छ। अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन अघि नै राजीनामा गराउने नेकपाले तयारी गरेको छ। उपसभामुखको राजीनामा नगराएमा नेकपाले सभामुखमा उम्मेदवारी दिन पाउँदैन।
सभामुख पद आफैसँग राख्न नेकपाले उपसभामुखको राजीनामा गराउन लागेको हो। यद्यपि अधिवेशन र सभामुखको उम्मेद्वार दुवै अहिले निश्चित छैन। संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने संविधानमा उल्लेख छ। साथै सभामुख वा उपसभामुख मध्ये एकजना महिला हुनुपर्ने संविधानमा उल्लेख गरिएको छ। काठमाडौँमा अक्युपाई टुडी खेल अभियान सुरु भएको छ। शनिबार बिहान खुला मञ्चको चारैतर्फबाट मानव साङ्लो बनाएर विरोधको अभियान सुरु गरिएको हो। कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, कलाकार, स्थानीय नागरिक समाज, सामाजिक अभियन्ता लगायत व्यक्तित्वहरूको सहभागिता रहेको थियो। भूकम्पपछि अस्थायी रूपमा प्रयोग गर्ने गरी खुला मञ्चको केही भाग विभिन्न सङ्घ संस्थालाई दिएकोमा अहिले स्थायी प्रकृतिका संरचना बन्न थालेपछि विरोध हुँदै आएको छ। यसरी खुला मञ्च अरूको कब्जामा जान थालेको भन्दै अभियन्ताहरूले आजबाट अभियान सुरु गरिएको बताएका छन्। अभियानमा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, नेपाली कङ्ग्रेसका नेता तथा सांसद भीमसेनदास प्रधान, अर्का सांसद गगन थापा, प्रदेश 3 का सांसद विराज भक्त श्रेष्ठ, काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की श्रेष्ठ लगायत पूर्व राजदूत हिरण्यलाल श्रेष्ठ, शिक्षाविद केदार भक्त माथेमा लगायतको सहभागिता रहेको थियो। देशभरका 26 विभिन्न अस्पताल र उद्योग प्रतिष्ठान वातावरण प्रदूषण गरे बापत कारबाहीमा परेका छन्। वातावरण विभागले अस्पताल र उद्योग प्रतिष्ठानलाई कारबाही गरेको छ। 26 मध्ये 12वटा अस्पताल वातावरण प्रदूषण गरे बापत कारबाहीमा परेका छन्। सरकारले तोकेको मापदण्ड विपरीत धुलो, धुवाँ र अन्य प्रदूषण उत्पादन गरे बापत उद्योग प्रतिष्ठानलाई समेत कारबाही गरिएको वातावरण निरीक्षक गोविन्द लामिछानेले जानकारी दिए। कारबाहीमा परेका मध्ये पनि काठमाडौँमा रहेका अस्पताल धेरै छन्। त्यस्तै 2वटा क्रसर उद्योग कारबाहीमा परेका छन्। नेत्रविक्रम चन्द विप्लव समूहका केन्द्रीय सदस्यसहित 16 जना कार्यकर्ता पक्राउ परेका छन्। गाउँमा चन्दा सङ्कलन गर्दा तथा सङ्गठन विस्तार गरिरहेको आभार गौमूल गाउँपालिका 3 इलाका प्रहरी कार्यालय घटमुनाको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब परीक्षक उद्धव सिंह भाटले जानकारी दिए। पक्राउ पर्नेमा रोल्पा गङ्गादेव गाउँपालिका 3 जिना वाङका समूहका केन्द्रीय सदस्य चुडामणि ओलीसहित 16 जना रहेको प्रहरी उपरीक्षक भाटले जानकारी दिएका छन्। पक्राउ परेकाहरू सबैमाथि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक भाटले जानकारी दिएका छन्। अपन समाचारमा अब अन्तर्राष्ट्रिय समाचार। भारतको सर्वोच्च अदालतले अयोध्याको विवादित जग्गा रामकै मन्दिर रहने फैसला सुनाएको छ। अयोध्याको विवादित जग्गामा रामको मन्दिर रहने कि बाबरी मस्जिद रहने भन्ने विवाद थियो। शनिबार मुख्य न्यायाधीश रञ्जन गोगोई नेतृत्वको 5 सदस्यीय बेन्चले हिन्दूहरूको पक्षमा सर्वसम्मतिले फैसला सुनाएको छ। वर्षौंदेखि विवादलाई अन्त्य गर्दै सर्वोच्च अदालतले सुनाएको यो फैसलालाई ऐतिहासिक मानिएको छ। मुस्लिम समुदायलाई वैकल्पिक जग्गा सर्वोच्च अदालतले केन्द्र सरकारलाई 3 महिनाभित्र अयोध्याबारे एक कार्ययोजना बनाउन निर्देशन दिएको छ। सो क्षेत्रमा ट्रस्ट मार्फत मन्दिर बनाउन अदालतले भनेको छ। मस्जिद बनाउनका लागि मुस्लिम समुदायलाई 5 एकड वैकल्पिक जग्गा उपलब्ध गराउन पनि अदालतले आदेश दिएको छ। हवस् त, अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।